साथी हो, यहाँनिर एउटा चिज चाहिँ ध्यान राख्नुपर्छ है गाडीमा, गाडी कुदाउँदाखेरि साउदी अरबमा एउटा चिज के ध्यान राख्नुपर्छ भने नि क्यामेरा, क्यामेराले एकदमै ध्यान राख्नुपर्छ है, नत्र त फाइन आइहाल्छ, मुखाल्पा आइहाल्छ। मुखाल्पा फेरि यहाँ पनि सानो हुँदैन, सबभन्दा सानो हुन्छ तपाईँको अहिले चाहिँ 113 रुपियाँ दिन्छ स्पिडको, बेल्टको, सिट बेल्टको। अनि मन्नुको चाहिँ मन्नु भनेको तपाईँको यहाँको टाइम टेबल यो रोकेको हुन्छ। अहिले आउँछ क्यामेरा, ऊ माथि उसले आउँछ क्यामेरा, अनि टाइम टेबल दिएको हुन्छ मन्नु भनेको त्यही हो। अनि 8 बजे, अहिले त चाहिँ 9 बजेदेखि 11 बजे मन्नु लाग्छ मदरसा। आज त लाग्दैन, आज छुट्टी छ, आज त लाग्दैन, शुक्रबार शनिबार यो क्यामेरा आउँदैछ। यो माथिको क्यामेरा, यो मन्नु क्यामेरा हो, यो हुन्छ नि, यो मन्नु क्यामेरा। यसमा हाम्रो पहिला के हुन्छ भने नि, पहिला चाहिँ 8 बजेदेखि 6 बजेदेखि 8 बजेसम्म चल्दैन, आउँदैन त, यो भित्रबाट आउँदैन, ठुलो गाडीहरू सानोहरू आउँछ, किनकि त्यतिखेर मदरसाको टाइम हुन्छ नि, स्कुलको बेला, त्यतिखेर आउँदैन। अहिले चाहिँ 9 बजेदेखि 11 बजेसम्म आउँछ। अहिले यसको के भन्छ, रमजानको कारण, रमजान चलिरहेछ नि, त्यसको कारण यहाँ एकदमै। फेरि यो अगाडि पनि एउटा क्यामेरा आउँछ, यो स्पिड क्यामेरा हुन्छ। 80 भन्दा बढी चल्यो भने मुखाल्पा आइहाल्छ, मुखाल्पा मोबाइलमा एकछिन पिङ बजाइदिइहाल्छ। ध्यान दिनुपर्छ, क्यामेराको हेर्नुपर्छ बाटोमा, ऊ हेर्नु भने यहाँ क्यामेरा, यो क्यामेरा राखेको छ, यो स्पिड क्यामेरा थियो, यो चाहिँ स्पिड क्यामेरा थियो। यो चाहिँ 113 रियालको आउँछ। अनि कति दिनभित्र म्याच हुन्छ त्यो तिरेन, त्यत्रोभित्र तिरेन भने अनि 150 रुपियाँको फाइन गरेर 150 रुपियाँ बनाइदिन्छ। पहिला चाहिँ 150 रुपियाँ थियो, अब यसले कम गरेर 113 रुपियाँ आउँछ। अनि कति दिनभित्र, 3 महिनाभित्र कति दिनभित्र हो तिरेन भने अनि तपाईँको त्यो 150 रुपियाँ बनाइदिन्छ। यस्तै हो साथीहरू हो, काम चाहिँ अब ध्यान दिएर आफूले गर्नुपर्छ हैन। अब अर्को भिडियोमा पनि हजुरहरूले म देखाउँछु।